Wise men say only fools rush in, but I can't help falling in love with you. Shall I stay? Would it be a sin if I can't help falling in love with you? Like a river flows surely to the sea, darling, so it goes. Some things are meant to be. आउनुहोस् हामी विवाहको कार्यक्रमलाई हामी औपचारिक रूपमा सुरु गर्नेछौँ। मैले आशा गर्छु हाम्रो जवान भाइ बहिनीहरूले बाहिर हुने गेस्टहरूलाई कृपया भित्र बोलाइदिनु होला। अब हामी विवाहलाई चाहिँ विवाहको आदर गर्दै आजको विवाह समारोह हामी सुरु गर्नेछौँ। So take my hand, take my whole life too, for I can't help falling in love with you, for I can't help falling in love with you.
हुन्छ सबैलाई जय मसीह नमस्ते तर्सिदिले हुन्छ हामी प्रार्थना गर्नेछौँ है आउनुहोस् सर्वशक्तिमान परमेश्वर स्वर्ग र पृथ्वी सृजना हुने तपाईँलाई हामी धन्यवाद दिन चाहन्छौँ आजको यो सुन्दर समय र विशेष दिनको लागि आज जुन यो विवाहको समारोहको लागि प्रभु धन्यवाद विशेष प्रार्थना गर्न चाहन्छौँ कान्छा खले र एन्जेलिना तामाङको लागि उहाँहरूको धेरै वर्षको प्रभु सङ्घर्षपछि उहाँहरूको विश्वास योग्यता र धेरै प्रभु समय अवधिपछि यसरी प्रभु तपाईँले जोडिनु भएको छ धेरै धेरै हामी धन्यवाद दिन्छौँ र यहाँ जतिजना सहभागी भएका छन् उहाँहरूलाई पनि धेरै धन्यवाद प्रभु अनि जतिजना आउँदै हुनुहुन्छ बाटोघाटोमा प्रभु तपाईँले सुरक्षा दिनुहोस् पिता आजको यस समारोहमा आशिष दिनुहोस् र हरेक क्रियाकलाप हामी जे जसो पनि गर्दछौँ पिता तपाईँको महिमा प्रशंसा भएको होस् पिता धन्यवाद भन्दै आजको यस विवाह समारोहलाई तपाईँको हातमा राख्न चाहन्छौँ प्रभु येशूको नाममा आमेन। कृपया हामी स्वागत गर्नेछौँ विवाह पक्षबाट आउनुभएको परिवारहरू र साथै दुलही पक्षबाट आउनुभएको हाम्रो जति पनि पाहुना अनि नातेदारहरू हुनुहुन्छ म स्वागत गर्नेछु। म यसरी नाम पढिदिनेछु। हाम्रो दुलहा यानि कि कान्छाको तर्फबाट आउनुभएको बुवा छिरो घले यदि हुनुहुन्छ भने आफ्नो यथास्थानमा उठिदिनु होला। अनि आमा फुल्पो वाङ्मो घले उहाँ हुनुहुन्छ आमा दुलहाका आमा। त्यसै गरिकन दाई पेमा नुर्बु घले अनि बहिनी भतिज अनि भतिजा यहाँ हुनुहुन्छ भने आफ्नो स्थानमा उठिदिनु होला। हामी त्यसै गरिकन दुलही तर्फको परिवारलाई हामी स्वागत गर्नेछौँ। दाई यता हुनुहुन्छ आज्ञा हाम्रो दुलहीलाई लिएर आउनुभयो। साँच्चै मैले भन्नुपर्ने चाहिँ एन्जेलिनाको बुवा आमाको म चाहिँ नाम लिनेछु। बुवा हुनुहुन्छ चोकुङ तामाङ र आमा चाहिँ हुनुहुन्छ छिरिङ छोमो तामाङ र आउनुभएको छ दाई चाहिँ हाम्रो जोरसाङ तामाङ अनि भाउजू सम्झना तामाङ यहाँ हुनुहुन्छ। अनि यसलाई सहर्ष स्वीकार्दै मण्डली परिवार दुलहाको मण्डली परिवार दुलहीको मण्डली परिवार अनि इष्टमित्रहरू जति पनि आउनुभएको छ तपाईँहरू सबैजनालाई यस विवाहमा स्वागत छ। हामी आराधना गर्नेछौँ। छोटो आराधनाबाट चाहिँ हाम्रो विवाहलाई हामीले अगाडि लैजानेछौँ। मैले आग्रह गर्न चाहेँ कृपया आफ्नो स्थानमा हामी सबैजना उठेर आजको सङ्गतिलाई आराधनाबाट हामी सुरु गर्नेछौँ। हुन्छ हामी केही छन् परमेश्वरलाई हामी जीवित परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ। तपाईँहरू जतिजनालाई हामीले गाएको गीतहरू आउँछ हामी सँगै गाउँदै प्रभुको महिमा अनि उहाँलाई धन्यवाद दिन सक्नुहुन्छ। हामी मेरो जीवन तपाईँमा छ मेरो बल तपाईँमा छ भन्ने गीतलाई गाउनेछौँ किनभने प्रभुले नै हामीलाई यो जीवन दिनुभएको हो अनि उहाँमा नै हामी भर पर्छौँ। हाम्रो आशा हामी उहाँमा नै राख्छौँ।
गर्छु मेरो सारा पलले सारा जीवनले मेरो सारा पलले मेरो सबै आशा छ तपाईमा हाम्रो सामु आँखाहरू बन्द गरेर हामी प्रभुलाई धन्यवाद दिनेछौँ तपाईँ जो जतिले विश्वास गर्नुभएको छ हाम्रो आँखाहरूलाई बन्द गरेर हामी हाम्रो जीवित परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ किनभने उहाँ स्तुतिको योग्यको हुनुहुन्छ उहाँ महिमाको अनि आराधनाको योग्यको हुनुहुन्छ किनभने यो सबै प्रबन्ध गर्नुहुने यो सबै कुराहरू जुटाउनु नै हाम्रो प्रभु नै हुनुहुन्छ हाम्रो प्रभु हाम्रो राजा हाम्रो परमेश्वर जसले सुरुमा आदिमा विवाहलाई स्थापित गर्नुभयो त्यो परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ हामी उचाल्छौँ अनि उहाँलाई हामी राजा घोषणा गर्छौँ किनभने उहाँ हाम्रो राजा हुनुहुन्छ अनि हाम्रो बिचमा हुनुहुन्छ आउनुहोस् हाम्रो राजा प्रभुलाई हामी उचाल्छौँ गीत गाउँदै येशू हामी उचाल्छौँ राजा घोषणा गर्दछ हाम्रो बिचमा प्रशंसा साथ उचाल्दछ येशू हामी उचाल्छौँ राजा घोषणा गर्दछ तपाईलाई हाम्रो बिचमा प्रशंसा साथ उचाल्दछ हाम्रो स्तुतिमा राज गर्नुहोस् साँच्चै नै आउनुहोस् हाम्रो स्तुतिमा राज गर्नुहोस् हाम्रो स्तुतिमा राज गर्नुहोस् हाम्रो येशू राज गर्नुहोस् हाम्रो येशू राज गर्नुहोस् हाम्रो येशू राज गर्नुहोस् तपाईँ मात्र महिमाको योग्यको हुनुहुन्छ अनि तपाईँलाई मात्र आराधना सुहाउँछ र तपाईँको उपस्थिति बिना आज यो विवाह खल्लो छ यसै कारणले तपाईँको उपस्थिति हाम्रो माझमा तपाईँले दिनुहोस् अनि तपाईँले यस विवाहलाई आशिष दिनुहोस् तपाईँले यस विवाहलाई पवित्र तुल्याउनुहुन्छ किनभने तपाईँ आफै पवित्र हुनुहुन्छ तपाईँ जिउँदो हुनुहुन्छ हाम्रो माझमा हुनुहुन्छ आराधनाको योग्यको अनि प्रशंसाको योग्यको तपाईँ हुनुहुन्छ यसैले हामी गाउँछौँ येशू जिउँदो छ हाम्रो माझमा खडा छ येशू जिउँदो छ हाम्रो माझ खडा छ र यसैले आराधना गरौँ प्रशंसा जय जयकार उहाँलाई चढाऊ र यसैले आराधना गरौँ प्रशंसा जय जयकार उहाँलाई चढाऊ प्रभु हाम्रो सम्पूर्ण जीवनले केवल तपाईँको आराधना गर्छौँ किनभने तपाईँ परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो मानिसको लागि असल सहयोगी तपाईँले बनाउनु भयो मानिस पापमा फस्दै गर्दाखेरि पनि तपाईँ परमेश्वरले कहिले पनि आफ्नो हात मानिसहरूबाट उठाउनु भयो तर तपाईँ परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्ट पठाइकन मानिसको उद्धार गर्नुभयो हामी धन्यवाद दिन्छौँ तपाईँको उपस्थिति हाम्रो माझमा बनाइराख्नुहोस् प्रभु तपाईँको उपस्थिति दिनुहोस् तपाईँ परमेश्वरले विवाहलाई आशिष दिनुहोस् पवित्रता ल्याउनुहोस् तपाईँ पवित्र परमेश्वरलाई धन्यवाद दिन्छ तपाईँ हाम्रो माझमा हुनुहुन्छ
अनि तपाईँ क्रियाशील प्रभु हुनुहुन्छ हाम्रो जीवनमा काम गर्नुहोस् आउनुहोस् पवित्र आत्मा येशूको नाममा आमेन धेरै धेरै धन्यवाद हाम्रो आराधनाको झुन्डलाई हामीलाई आराधनामा यसरी अगुवाई गरेर जानुभएको छ विवाहलाई फेरि पनि अगाडि लाने क्रममा म एउटा वचनको खण्ड तपाईँहरूको निम्ति पढिदिनेछु फेरि परमप्रभु परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउनेछु परमप्रभुले सबै वन पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के नाउँ राख्दो रहेछ भनेर हेर्न तिनीहरूलाई मानिस कहाँ ल्याउनुभयो र मानिसले हरेक प्राणीलाई जे नाउँ दिए त्यही नै त्यसको नाउँ भयो यसरी मानिसले सबै पाल्तु पशु आकाशका पक्षी र सबै वन पशुहरूका नाउँ राखे तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र उनी निदाएको बेलामा उनका करङहरूमध्येको एउटा निकाल्नु भई त्यसको ठाउँमा मासु भरिदिनुभयो जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटा स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनुभयो तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन् यसै कारण मानिसले आफ्ना आमा बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन् जय मसीह छ हामी छोटो समय 10-15 मिनट एकछिन ध्यान दिएर परमेश्वरको वचन सुन्नेछौँ अनि हाम्रो ध्यान हाम्रो एकाग्रता चाहिँ आजको दुलहा अनि दुलहीको लागि शोभा कति सुन्दर ह्यान्डसम अगाडि बस्नु भएको छ है अनि आज भजन गीतमा गाए जस्तै परमेश्वर पिता सृष्टि गर्नुहुने परमेश्वर तपाईँ हाम्रो माझमा हुनुहुन्छ उहाँलाई हामी आदर गर्नेछौँ प्रार्थना गर्नेछौँ अनि बाइबलको वचन पढ्नेछौँ हामी केही समय विषयहरूलाई ध्यानमा राख्नेछौँ परमप्रभु परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन त्यसको लागि सुहाउँदो एकजना सहयोगी बनाउनेछु परमेश्वरले प्रथम विवाह दिने पहिलो सृष्टिको समय उत्पत्ति बाइबलको उत्पत्ति 1 अध्यायमा हामी पाउँदछौँ परमेश्वरले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो अनि यो सृष्टिको वृत्तान्तमा बाइबलले आदिमा सृष्टिमा ईश्वर हुनुहुन्थ्यो उहाँले स्वर्ग अनि पृथ्वी सबै थोक बनाउनु भयो त्यसपछि दोस्रो अध्यायमा मानिस पुरुष र स्त्री आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो परमेश्वरको स्वरूप है परमेश्वरको जस्तो देख्ने आँखा भएको बोल्न सक्ने आवाज र मुटु धड्कन शरीर आत्मा भएको प्राणी मानिसलाई उहाँले बनाउनु भयो जब मानिस उहाँको स्वरूपमा बनिए तब बाइबलले भन्दछ उहाँले आफ्नो स्वरूपमा प्रेमको सर्वोत्कृष्ट उदाहरण पुरुष र स्त्री सृष्टिको पहिलो मानिसहरू राष्ट्रपति होइन सृष्टिपति थिए सबै सृष्टिमाथि उनीहरूलाई परमेश्वरको अधिकार परमेश्वरको प्रेम बोकेर अरूसँग सृष्टिमा बाँड्नको लागि पठाउनु भएको थियो अनि यसरी उहाँले आफूलाई चिनाउनु भयो चिनिन चाहनुहुन्थ्यो सृष्टि गर्नुहुने पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ त्यो प्रेममा आज यो विवाह दुलहा दुलहीको वैवाहिक जीवन चाहिँ जग बसालिँदैछ प्रियहरू परमेश्वरको आशिष
यहाँ परिवारहरू हुनुहुन्छ, आफन्तहरू हुनुहुन्छ, मण्डलीको अगुवाहरू हुनुहुन्छ, चर्च मण्डली समाज करारको समाज हो। यसरी हामी एकजुट भएका छौँ, परमेश्वरको वचनलाई माफ गर्छौँ, विश्वास गर्छौँ, अनि करारको परिवारले, करारको समाजले आज दुलहा र दुलहीलाई परमेश्वरको करारको आशीर्वाद दिनेछौँ। प्रभु यीशु ख्रीष्टको अनुग्रह र शान्ति आज दुलहा कान्छा दावा भाइ अनि बहिनी एन्जिलिनासँग अनि हामी सबैजनासँग भएको होस्। आमेन। धेरै धेरै धन्यवाद हाम्रो पास्टर बुवा, हाम्रो क्रसवे मण्डलीका अनि कान्छाको पास्टर बुवा हुनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद। विवाहको विषयमा उहाँले वचन मारेर गइसक्नु भएको छ। विवाह के हो र हाम्रो प्रेम, बाइबलीय प्रेम के हो भन्ने कुरा हाम्रो बिचमा बारेर जानुभएको छ। म आशा गर्दछु हामीलाई यो आशिषमय भएको छ। विवाहलाई हामी अझै विशेष महत्त्वपूर्ण स्थानमा लैजाँदै गर्दाखेरि अब चाहिँ हामी विवाहको करारको समयमा हामी आएका छौँ। यसको लागि हामीलाई अगुवाई गर्नुहुनेछ हाम्रो घाङ्ग्री चर्चका पास्टर आदरणीय पास्टर बुवा ज्याबु लोमी। हामी सबैजनाले उहाँलाई ताली बजाएर हामी स्वागत गर्नेछौँ। यहाँहरू सबैलाई टसिदले जय मसीह नमस्कार। आज मिति डिसेम्बर 15, 2024 का दिन हामी यहाँ परमेश्वरको उपस्थितिमा र यहाँहरूको सामु यी दुईजनालाई पवित्र विवाहको बन्धनमा बाँध्नका लागि जीवित गवाहीको रूपमा उपस्थित छौँ। विवाह भन्नाले यो एउटा नितान्त आवश्यक ईश्वरीय आशिष हो, जसले दुईजनालाई सम्बन्ध जोडेर एक बनाउँछ। त्यसैले मानिसले विवाह गर्नु आवश्यक छ। विवाह गर्नु असल कुरा हो, किनकि उसलाई एकजनाको हर समय सङ्गति गर्न र दुःख सुखमा सहायता गर्ने सहयोगीको आवश्यकता पर्छ। त्यसैले बाइबलमा लेखिएको छ, एकभन्दा दुई असल हो। यदि एउटा लड्यो भने अर्को मित्रले त्यसलाई उठाउन सहायता गर्छ, तर लड्दा पनि उठाउने कोही साथी नहुने विचार मानिसलाई हर समय सङ्गति बिनाको हाम्रो जीवन रित्तो हुन्छ। सङ्गति गर्दा मानिसलाई साथी चाहिन्छ। त्यो पहिलो साथी भनेको चाहिँ विवाह गरेको त्यो जीवनी साथी, त्यो नजिकको साथी, त्योसँग पहिलो सङ्गति हुन्छ। बाइबलले फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै जाऊ भनेको छ। मानिसलाई सन्तान चाहिन्छ र सन्तानको वृद्धि होस् भनेर परमेश्वरले नै यो आशिष दिनुभएको छ। मानिस काम बस्नाले व्यभिचारमा फसेर अनैतिक कार्य नगरौँ भनेर यो विवाह गर्न आवश्यक छ। हरेकजनासँग आफ्नो श्रीमान र श्रीमती होस्। आफ्नो श्रीमान र श्रीमती बाहेक अरू कसैसँग शारीरिक सम्बन्ध जोड्छ भने त्यो पाप हो। त्यसैले हरेक पुरुष र महिलासँग आफ्नो श्रीमान र श्रीमती हुन आवश्यक छ। विवाह एउटा पवित्र हुनुपर्छ। विवाह चाहिँ पवित्र हुनुपर्छ र विवाह चाहिँ आदरणीय हुनुपर्छ। हिब्रू 13:4 हेऱ्यो भने सबैको बिचमा विवाह चाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिग्रियोस्, किनकि दोराचारी र व्यभिचारीको हिंसा परमेश्वर गर्नुहुन्छ। विवाह गर्दाखेरि उमेरले हेर्नुपर्छ। अनि नेपाल सरकारले 20 वर्ष नपुगेकालाई विवाह गर्ने मिल्दैन भनेर एउटा चाहिँ नियम बनेको छ। हामी इसाईहरूले त्यो नियमले पनि पालन गर्नुपर्छ। आजकल तपाईँ 20 वर्ष पुगेको छ, धन्यवाद, 20 वर्ष पुग्नु भएका छ। अब एन्जेला आमान, तपाईँ 20 वर्ष पुग्नु भएको छ, धन्यवाद। उहाँहरू दुवैजना 20 वर्ष पुग्नु भएका छ। त्यसै गरी उहाँहरू दुईजना बिहा गर्न योग्यता भइसकेका छ। त्यसैले
तपाईँहरू कसैले कारकप लगाएर विवाह गर्न चाहेको हो कि आफ्नो राजकोषले गर्न चाहेको? इन्जिनियर आफ्नै इच्छा। धन्यवाद। उहाँहरू कसैको कारकपले होइन, आफ्नो स्वइच्छाले यो विवाह गर्न चाहेको कुराहरू हामीले सुनिहालेको छौँ। यदि म प्रश्न सोध्छु, कान्छा घले तपाईँ एन्जेलिनालाई आफ्नो श्रीमतीको रूपमा स्वीकार गर्न चाहनुहुन्छ? म स्वीकार गर्छु। धन्यवाद। एन्जेलिना कान्छा घले आफ्नो श्रीमानको रूपमा स्वीकार गर्न चाहनुहुन्छ? हजुर, म स्वीकार छु। धन्यवाद। उहाँहरू आफ्नो स्वइच्छाले कान्छा घलेलाई श्रीमतीको रूपमा स्वीकार गर्न चाहेको कुराहरू हामीले सुनिहालेको छ। एउटा करारा गरेर यो करारद्वारा बान्ने एउटा विधि छ, त्यो चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा त्यो कुरा हो। एउटा करारा गर्नुपर्ने, एक अर्कालाई एउटा प्रतिज्ञाको करारा गर्नुपर्ने कुरा हो। त्यसैले म फेरि पनि म प्रश्न गर्छु, तपाईँहरू एक अर्कालाई के यो करारा बन्न तयार हुनुहुन्छ? कान्छा तयार छु। इन्जिनियर हजुर, म तयार छु। उहाँहरू दुईजना करारा बन्न तयार हुनुभएको कुराहरू हामीले सुन्यौँ। त्यसले अब कृषि विवाह चाहिँ एउटा करारद्वारा एउटा सूत्रमा बाँध्ने विधि हो। त्यसैले अहिले जीवित परमेश्वरको उपस्थितिमा र यो गरिनेछ। उहाँले सबै मानिसहरूको हृदयको कुराहरू जान्नुहुन्छ। उहाँ सत्यको परमेश्वर हुनुहुन्छ, त्यसैले उहाँ सत्य मन पराउनुहुन्छ। त्यसैले परमेश्वर र यहाँ उपस्थित समुदायको साथीहरूको उपस्थितिमा साँचो करारा तपाईँले दुईजनाले बाँध्नुभयो भने तपाईँ जोडीको वैवाहिक जीवनमा परमेश्वरले आशिष दिनुहुन्छ। त्यसैले अब तपाईँहरूलाई म आफ्नो हृदयबाट तपाईँ यो करारा बान्नका लागि म अनुरोध गर्न चाहन्छु। यहाँ उपस्थित जनसमुदायका अगाडि र परमेश्वरको उपस्थितिमा म यो करार बाँध्न चाहन्छु। म कान्छा घलेले तपाईँ एन्जेलिना तामाङलाई आजदेखि उसो दुःखमा सुखमा बिरामीपनमा आरोग्यतामा अभावमा परिपूर्णतामा सङ्कटमा बेसङ्कटमा प्रेम गर्न र साथ दिनको लागि तपाईँ मेरो विवाहित श्रीमतीको रूपमा स्वीकार गर्दछु। हामी दुवैलाई मृत्युले नछुटाएसम्म म यो करारलाई भङ्ग गर्ने छैन। परमेश्वरको वचनको आज्ञाकारी भई म सधैँ तपाईँलाई प्रेम गरिरहनेछु भनी म यो विश्वासको साथ बाचा बाँध्दछु। धन्यवाद। उहाँले भन्नुभयो। अब इन्जिनियरले तपाईँले आफ्नो कान्छा घलेलाई तपाईँको आफ्नो करार यहाँ उपस्थित समुदायको अगाडि र परमेश्वरको उपस्थितिमा म यो करार बाँध्न चाहन्छु। म एन्जेलिना तामाङले तपाईँ कान्छा घलेलाई आजदेखि उसो दुःखमा सुखमा बिरामीपनमा आरोग्यतामा अभावमा परिपूर्णतामा सङ्कटमा बेसङ्कटमा प्रेम गर्न र साथ दिनको लागि तपाईँ मेरो विवाहित श्रीमानको रूपमा स्वीकार गर्दछु। हामी दुवैलाई मृत्युले नछुटाएसम्म म करारलाई भङ्ग गर्ने छैन। परमेश्वरको वचनको आज्ञाकारी भई म सधैँ तपाईँलाई प्रेम गरिरहन्छु भनी म यो विश्वासको बाचा बाँध्दछु। आमेन। 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 अब यो करारा हामी सधैँ अब स्थिरसम्म रहनेछौँ भनेर चाहिँ उहाँहरूको साटासाट एउटा उपहार साटासाट औँठी चाहिन्छ। त्यो औँठी चाहिँ मलाई पहिला दिनु पऱ्यो। करारा बाँधिसक्यो। अब एकअर्कामा यो उपहार उहाँलाई ल्याउनु भएको छ। यो चाहिँ सुन हो, सुनको औँठी हो यो चाहिँ। अनि यो सुनको औँठी चाहिँ उहाँहरू एकअर्कामा यो करारा भङ्ग गर्ने छैन भन्ने एउटा चिन्हको रूपमा उहाँले यो सुनको औँठी दिने यो उहाँको चाहिँ शर्त जुन कुरा भएको छ। त्यसैले यो सुन चाहिँ के हो भन्दाखेरि सुन चाहिँ यसको लागि व्याख्या गर्नु पर्दाखेरि सुन एउटा पवित्रताको एउटा प्रतीक चिन्ह हो। यो एउटा
बहुमूल्य धातु पनि हो। त्यसैले यो सुनको औँठीले यी दुईजनालाई पवित्र विवाहको बन्धनमा गाँसिएको सङ्केत गर्दछ। साथै उहाँहरूमा एउटाले अर्कालाई बहुमूल्य माया गर्नुहुन्छ भन्ने पनि सङ्केत गर्दछ। र यो गोलो छ, यो औँठी गोलो छ, अरू औँठीसँग तुलना गर्दा यो औँठी गोलो छ, यसको न टुप्पो छ न फेद छ। त्यसले उहाँको प्रेमको पनि अन्त नहुने किसिमको यसले चाहिँ सङ्केत गर्दछ, यसले सङ्केत गर्दछ। यसैले एक अर्काको र अधिकारको जीवन एक अर्कामा पनि समर्पण गरेर एउटै भएको पनि सङ्केत गर्दछ। ख्रीष्ट येशूको मण्डलीको माध्यमद्वारा यी दुईजनालाई पवित्र विवाहको सूत्रमा गाँसेको प्रकट गराउँदछ। यसैले यसको लागि हामी आशिष माग्नेछौँ। यो औँठीका लागि, यो उपहारका लागि हामी प्रभुसँग प्रार्थना गर्नेछौँ। ए हाम्रो सारा शिक्षकका मालिक, हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। आज हाम्रो यहाँ कान्छा खालेर हामी एन्जिना तामाङको जुन बिचमा जुन उहाँहरूको जुन एक अर्कामा सँगै जीवन बिताउने एउटा कारण र बाछा गरेको छ। तपाईँ परमेश्वरले यिनीहरूको जीवनमा तपाईँको अनुग्रह रहेको होस्, तपाईँको आशीष रहेको होस्। र यो औँठी दिएर एक अर्कामा उहाँको जुन प्रेम गर्छु भन्ने प्रतिज्ञा गर्नुभएको छ त्यो सधैँ त्यो गरेर रहिरहनका लागि यो सुनद्वारा तपाईँ परमेश्वर एक अर्कालाई त्यो प्रेमको सम्झना गर्नका लागि यो उपहारमा तपाईँ परमेश्वरको आशिष रहेको होस्। धन्यवाद तपाईँ परमेश्वर, धन्यवाद। प्रार्थना तपाईँ सुन्नुभएको धन्यवाद चढाउँदै हामी आशिष चाहन्छौँ येशू प्रभुको नाममा, आमेन। हाम्रो आपसी प्रेम र विश्वासको चिन्ह प्रतिज्ञा गरेको कुरा पुरा गर्नेछु भने यो औँठी म तपाईँलाई चिन्ह स्वरूप लगाइदिनेछु। र विश्वासको चिन्ह प्रतिज्ञा गरेको कुरा पुरा गर्नेछु भने यो औँठी म तपाईँलाई चिन्ह स्वरूप लगाइदिनेछु। कान्छा हालेर एन्जेलिना तामाङ उहाँहरू वैवाहिक जीवनमा एकसाथ जिउने बच्चा एक अर्कामा सही छाडेर बाँध्नुभएको छ। यो प्रतिज्ञा चिन्ह स्वरूप एक अर्कामा औँठी साट्नु भएको छ। र आज जीवित परमेश्वर यहाँ जनसमुदायको गवाही हुनुभएकोमा उहाँहरू घनिष्ठ मित्र हुने इच्छा गर्नुभएकोमा परमेश्वर उहाँहरूलाई प्रशस्त आशिष दिउन्। अब चाहिँ तपाईँले सलङ्ग देख्नुभएको छ। अब हामी उहाँहरूलाई प्रार्थना गर्नेछौँ। हामी आदरणीय पास्टर गुरुबालाई हामी अगाडि बढाउन चाहन्छौँ। आज हामी कान्छा खरेर एन्जेलिना तामाङ दुईजना एक अर्कामा संसारमा सँगै जीवन जिउने उहाँहरू जुन एक अर्कामा जुन प्रतिज्ञा गर्नुभएको छ, जुन कारण बाँध्नुभएको छ, तपाईँ परमेश्वर यिनीहरूको जीवनमा तपाईँको अनुग्रह हुन। आमेन। I think you're the one. I think you're the one. I think you're the one. I don't know much about love, but I've seen it come and gone. And I think you're the one.
अन्त्यमा म के भन्न चाहन्छु भन्दाखेरि हाम्रो कान्छा खरेर एन्जेलिना तामाङ पहिले चाहिँ एन्जेलिना तामाङ थियो अनि अहिले चाहिँ उहाँलाई विवाह भएपछि अब उहाँ एन्जेलिना चाहिँ अब खरे बन्दछ त्यसरी म पिता पुत्र भक्त आत्माका नाममा कान्छा खरेर एन्जेलिना तामाङ चाहिँ एक आकाको श्रीमान श्रीमती भएको घोषणा गर्दछु र एन्जेलिना तामाङले पनि अब उहाँ खरे हुनुभएको घोषणा पनि गर्दछ You're the one. Ooh, you're the one. उहाँका अभिभावक बुवाआमा आफन्तजनहरू र सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा म कर्म छोटन लोवा फेलोसिप र मेरो घर चाहिँ मुस्ताङबाट अनि तपाईँहरू सबैलाई म न्यानो अभिवादन भन्न चाहन्छु अनि यो विवाहको उत्सवमा अनि हाम्रो लोवा फेलोसिपको तर्फबाट हामीले केही नाचगानहरू तयार पारेर ल्याएका छौँ अब हामी ढिलो नगरिकन हामी सुरु गर्न गइरहेका छौँ Tahame
सानो नानीहरूले अनि टिबेटन डान्स लिएर आएको छ अनि तपाईहरु यहाँ माथि मञ्चमा आइदिनु होला Yeah.
I think about it every day. Baby looking like Hana Kazana on a plate. Ay, like me tight, like kulfi, rasmalai. Pista barfi, sardiyan vich garmi lagdi. Jad bhi tu mere raah vich jaldi. Hey, baby let me see it. I just wanna eat it. Baby let me see it. Oh, I really need it. Baby let me see it. I just wanna eat it. चले जब तू लटक मटक लौंडों के दिल पटक पटक ससे जाए अटक अटक आता माझी सटक सटक बम तेरा तो देखा कमर तेरी बटरफ्लाई बॉडी तेरी मक्खन जैसे खाना वस्तु बटर खाए कमों मेरी टिकट टटू तेरी टिकट टिकट खेलता नहीं क्रिकेट क्रिकेट मर ले लूं तेरी विकेट विकेट विशेष अतिथि आजको दुल्हा र दुलहीलाई हामी फेरि स्वागत गर्नेछौँ सबैले तालीका साथ है मजाले ल उहाँहरू दुल्हा र दुलहीलाई आफ्नो स्थानमा बसिदिनु हुन अनुरोध गर्न चाहन्छौँ तपाईँहरू टक्क बसिदिनु होला यहाँ आइदिनु भएकोमा म हृदयदेखि भाइ र बहिनीको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि त्यसै गरी हामीलाई यो पवित्र विवाहको अनि परमेश्वरको वचन र यस पवित्र विवाहमा अगुवाई गर्नुभएकोमा हाम्रो खङ्ग्री मण्डलीका आदरणीय पास्टर ज्याबुलोमिला अनि क्रसवे मण्डलीका पास्टर अरविन्दज्यूलाई अनि हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँहरू बिना आजको यो विवाह असम्भव थियो उहाँहरूको जीवनको यात्रामा तपाईँ परमेश्वरले सहायता गर्नु तपाईँ पवित्र आत्मा तपाईँले उहाँलाई डोराउनुहोस् र उहाँको तपाईँको एकदमै नजिकतामा रहनका लागि तपाईँले सहायता गर्नु उहाँहरूको दुईजनाको बिचमा जुन केन्द्रबिन्दुमा तपाईँ राखेर तपाईँ जिउनका लागि तपाईँले सहायता गर्नु विवाहमा तपाईँ भविष्यको उपस्थिति रहनुभएका लागि धन्यवाद दिनुहुन्छ हामी तपाईँ परमेश्वरले यसरी बरु धेरै आफन्तहरू यहाँ तपाईँ यहाँ ल्याउनलाई पनि गर्न गर्नुभएका छ तपाईँ परमेश्वरले सम्पूर्ण उपस्थित भएकालाई तपाईँ परमेश्वरको आशीर्वाद होस् धन्यवाद तपाईँ परमेश्वर धन्यवाद धन्यवाद सबैको धन्यवाद राख्दछु यसो प्रभुको नाममा आमेन प्रभु येशू ख्रिस्टको अनुग्रह परमेश्वर पिताको प्रेम पवित्र आत्माको शान्ति सङ्गति र सुरक्षा नव दम्पति काँचा खलेर एन्जेलिनाको जीवनमा अनि यहाँ उपस्थित सबैजनासँग सदा सर्वदा रह्यो आमेन हाम्रो आदरणीय पास्टर ज्याबुलालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँले समापनको प्रार्थना गरिदिनु भएको छ अनि यसै गरी अब हामी तेम्जेको भागमा आएका छौँ
आमा अहिले कहाँ हो बसे यहाँ हो ए This warm summer night